After a long time, welcome to my vlog to everyone. आज चाहिँ हामी यहाँ ओसाका आएको छौँ अनि यो चाहिँ day 1 अनि ओसाका हामी चाहिँ ओसाका अनि क्योटो हुँदै नाराहरू सबै ठाउँ घुम्ने भनेर आएको। काममा चाहिँ कति गर्नु है, घुम्नु पनि पर्यो नि त। यसले भन्दैछ यस्तो कस्तो बस जस्तो ट्रेन है। ओमेन रोमेन यसको अब चाहिँ 2 मिनेटमा हाम्रो डेस्टिनेसन आउँदैछ। के अरे हामी जान लागेको ठाउँको नाम Osaka Castle. This is the view. अझै पात झरेर रहेनन् है यिनीहरू। तर मौसम चाहिँ कस्तो मजाको रहेछ क्या यहाँ चाहिँ। हामी चाहिँ यहाँ गाडी पार्किङ गरेर अनि अब जाँदैछौँ हिँडेर। यति महँगो छ नि पार्किङ, आधा घन्टाको 400 अरे। महँगो छ जापान। ओसाका म्युजियम अफ हिस्ट्री। यस्तो भिड छ लास्ट। अहिले उता क्योटोतिर त यस्तो मजाको प्ले हुन्छ अरे के अटमतिर। यहाँ नि कस्तो राम्रो हो नि। यहाँ फेरि टोयलेट देख्न हुन्न, टोयलेट देखे गइहाल्नु पर्छ। लसन रहेछ यहाँ नजिकै। के हो यो? आर्टिफिसियल त लगाउन राजा महाराजा बस्ने ठाउँ हुन्छ नि। अलि नेपालतिर चाहिँ डाँडा काँडामा हुन्छ लेक कस्तो टुक्का जस्तो। यहाँ पनि अब त्यसरी डाँडा नगएर बनाएको के डाँडा काँडा आफै बनाएको कि है। मतलब डाँडा जस्तो यसरी माथि अट्याक गर्नु नमिल्छ। नेपालमा भइदिए यस्तो पहाड हुन्थ्यो, यहाँ चाहिँ आर्टिफिसियल्ली बनाएको क्या पहाड जस्तो। यसरी माथि जान्न सक्छ अट्याक गर्नु। ए 1628 मा बनेर अनि आगो लागेछ। त्यसपछि फेरि 1848 मा रिकन्स्ट्रक्ट गरेर रहेछ। अस्ति पुरानो रहेछ है। 1628 to 2025 कति वर्ष भयो? 403 वर्ष पहिला बनेको दरबार रहेछ यो। हातको दाँत लुतो भार ठाउँमा लगाउ त सबै ठिक हुन्छ नि। हेर्छ नि त्यहाँ भित्र कस्तो राम्रो घर दरबार। मेन दरबार हो क्या यो राजाको है। त्यो दरबार कस्तो राम्रो दरबार के। मलाई यति लामो लाइन छ यहाँ। कति बेला लाइन पालो आउने हो अनि आउने हो हाम्रो पालो। टिकट देखाइछ न यहाँ बल्ल पालो आयो। यहाँ टिकट काटेर अब जाँदैछौँ हामी यहाँ दरबारभित्र हेर्न। दरबार हो के हो? दरबारै हो नि यो होइन। इङ्ग्लिस नेपाली त छैन रहेछ। के म्याप हो त्यो? यो चाहिँ म्युजियम भित्रको 3D हो। यहाँ चाहिँ पुरै पहिला राजाको पालामा कस्तो हुन्छ भनेर पुरै 3D मा देखाएको छ कि। अनि हेर्दाखेरि पनि पुरै मुभी हेरे जस्तो देखिन्छ।
यसरी ढुङ्गाहरू ल्याएर पर्खालहरू बनाएको रहेछ कि त्यो दरबारको वरिपरिको अनि त्यस्तो सबैहरू छ त्यहाँ यो चाहिँ राजाको दरबारबाटको भ्यू 400 वर्ष अगाडिको दरबार 400 वर्ष पछाडिको जापान कस्तो राम्रो ओसाका क्यास्टल चाहिँ घुमेर भ्यायो भित्र नि सबै हेरिसक्यौँ अब यहाँबाट चाहिँ हामी अर्को ठाउँ जाँदैछौँ यो चाहिँ हाम्रो सेकेन्ड प्लेस भिजिट गर्दैछौँ यो के हो यो कुन ठाउँ हो लेखेको छ यहाँ कस्तो रमाइलो रहेछ यहाँ चाहिँ क्रिसमसको कस्तो राम्रो डेकोरेसन गरेको कि जिराफ होइन यिनीहरू बेलुका धेरै राम्रो हुन्छ होला कि ए ओसाका लेखेको थियो नि कहाँ त्यहाँ रहेछ जाउँ न बुढो यहाँ दुईवटा फोटो खिच्नुपर्छ कि कस्तो रमाइलो के है के कस्तो उतातिर त खासै बाहिरतिर मान्छे निस्किँदैन है यहाँ त कति मान्छे निस्किँदो टोकियो जस्तै हो कि ठुलो सिटी हो त अनि टोकियोमा त मान्छे त टन्न निस्किहाल्छ ओसाका जस्तै पुरै त नेपालका जस्तो छ है हजुर खानेकुराहरूको फेमस हो रहेछ क्या है तिम्रो कलर र यहाँ बाहिरको कलर म्याचिङ रहेछ यो सराउन्डिङको कलर पनि रेड हिताची टावर रहेछ यहाँ बुढो टाको के खाम न सरी पछाडि कहाँ देखिन्छ त अनि झगडा मात्रै गोड्सिन्छ झ्याउ लाग्छ म त टाको के खाने लाइन जति लामो लाइन भए पनि यता अरू ठाउँ पनि छ कि यहाँ बसेर खाऊँ न तातो होला बिस्तारै खाइछ न कस्तो टेस्ट ओसाका शिनसेकाई रे कति धेरै खानेकुरा ओसाकाको एकदमै युमै गेउजा अरे यो घरमै कस्तो रहेछ कस्तो छ ओसाका हामी चाहिँ यहाँबाट जान लागेको यस्तो राम्रो छ ठाउँ रातिमा झन् राम्रो देख्दो रहेछ अब चाहिँ फर्किँदैछौँ यहाँबाट अर्को ठाउँमा कस्तो राम्रो भ्यू यो चाहिँ नाइट भ्यू
राम्रो यो त ठ्याक्कै उता के भन्छ अरे सल्यान छ नि श्रीनगर गइसक्यो सल्यान खैराबाङ जाने बेला पर्छ नि त्यस्तै ओह्रालो रहेछ कि यहाँ पत्लुमै फल परेको रहेछ के हो त नारासँग नारा भन्ने के छुट्टै केन हो के नै हो त्यो म त नारा भन्ने सिटी सोचिरहेको थिएँ चाहिँ फाइनल्ली हामी नारा आइपुग्यौँ नारा आएर अब यहाँ आज चाहिँ हामी यहाँ बस्दैछौँ भोलि चाहिँ नारा घुम्ने प्लान छ अनि नारा अनि क्युतो ट्रेनको भ्यू यस्तो देखिरहेको लाइट भएर कस्तो आएको